देश सारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अहिले हाम्रो अगाडि एउटा एकदमै नराम्रो हाम्रो देश रोइरहेछ। हाम्रो देशमा यो यति नराम्रो घटना घटाउने पापीहरूलाई म भन्छु, यो सिमरामा भएको गरिमा चौधरी जुन नानी बच्ची बिचरा यति सानो बच्चा हाम्रो पनि छोरी छ यार, भोलि जसको साथमा पनि हुनसक्छ। त्यसै कारणले म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि यो नानीलाई एक त पहिलो नम्बरमा त न्याय मिल्न जरुरी छ। उहाँको परिवार उन त बिचरा दुनियाँबाट गइन्, तर जुन बाँचेका छन् उनको परिवारलाई एकदमै न्याय मिल्न जरुरी छ र नानीलाई न्याय मिल्न जरुरी छ। र त्यो पापीहरूलाई जुन यो कुकर्म गर्ने यति यो हैवान भन्छ के राक्षसहरूलाई चाहिँ यस्तो सजाय होस् कि नेपाल सरकार कि यहाँ साउदी अरबको जस्तो के एकदम कडा, एकदम जबसम्म हाम्रो देशमा साउदीको जस्तो कानुन हुँदैन यो घटना दोहोरिरहन्छ क्या। त्यसै कारणले म भन्न चाहन्छु नेपाल सरकारलाई, यो आग्रह गर्न चाहन्छु, अब सरकार बदलेको छ र हामी यो चाहन्छौँ कि यस्तो पापीहरूले आउनेवाला दिनमा, अगाडि दिनहरूमा यस्तो पाप, यस्तो कुकर्म, यस्तो चाहिँ अपराध गर्न हिम्मत नआओस् क्या। त्यस कारणले फाँसी नै हुनुपर्छ। त्यो अबोध बच्चाको के दोष थियो होइन? यो देशमा हेर्नुहोस्, यो सुनसान बाटोहरू छ, जति पनि यो बाटोहरूमा मान्छे यहाँ 1 बजे रातको दिनमा ड्युटी गरेर यो गल्फमा जति पनि देशहरू छन् कति सुरक्षा छ, किनकि कानुन कडा छ। कस्तो कस्तो कपडा लाएर हिँडिरहेको हुन्छ यहाँ केटीहरू, तर पनि यहाँ खोइ त्यस्तो अपराध गर्ने पाप गर्ने कसैको हिम्मतै छैन, किनकि कानुन कडा छ यार। त्यसै कारणले एकदमै कानुन कडा हुन जरुरी छ। म नेपाल सरकारसँग समक्ष यो भिडियो पुगोस् र सारा नेपालीहरूले सेयर गरेर यो भिडियो एकदमै दुःख, एकदमै जबदेखि यो घटना सुने मलाई यति नराम्रो, यति दुःख, यति मन रोएको छ यार। बच्चा हर हामी सबको बच्चा हुन्छ होइन, सानो सानो बच्चालाई यति कुकर्म गर्ने यस्तो अपराधी पापीहरूलाई त यति हदैसम्मको फाँसी पनि कम हुन्छ क्या, म त भन्छु कि यति दुःख लाग्दो घटना छ। त्यसै कारणले सारा नेपालीहरूले यो भिडियो पनि गर्नुहोस् र यसरी भिडियो बनाएर विरोध गरेर नेपाल सरकारलाई हामी झकझकाउँ र हर हालमा यो हुन जरुरी छ भनेर उहाँहरूलाई हामीले चाहिँ एकदमै बताउन जरुरी छ।